तपाईहरु नयाँ युट्युब च्यानल क्रिएट गर्न चाहदै हुनुहुन्छ भने भिडियोलाई ध्यान दिएर हेर्नुहोस् है लास्ट तक। म एकैछिनमा सिकाउने छु तपाईहरुलाई। जस्तो कि अब तपाईहरुले यो युट्युब खोल्नु होला हैन। युट्युब खोलिसकेपछि अब क्रिएट कुन च्यानलमा गर्ने हो। अलरेडी अब यो भयो नि। अब एउटा एकाउन्ट चुज गर्नु होला। अब स्विच एकाउन्ट लेखेको छ यहाँ, हेर्दै गर्नु होला। अब जस्तो कि मैले अब यो मेरो अलरेडी छ च्यानलहरु, र पनि तपाईहरुको लागि म सिकाउँदै छु हैन। अब जस्तो कि म यसमा एउटा च्यानल बनाउँछु है। अब यो आशिष भट्टराई लेखेकोमा अब यहाँ क्रिएट द च्यानल यहाँ माथिको टपमा यहाँ देख्नुभयो नि, यहाँ क्रिएट द च्यानल लेखेकोमा यहाँ ट्याप गर्नुहोस् कि। यहाँ ट्याप गरिसकेपछि यो खालको इन्टरफेस आउँछ, यहाँ हेरिहाल्नुहोस्। अब यहाँ प्रोफाइल पिक्चर कुन राख्न चाहनुहुन्छ तपाईहरु। अब यहाँ ग्यालरीमा गएर जस्तो कि मैले अब एउटा यो राखिदिए हैन। अब यहाँ यो राखिदिएपछि सेभ अ प्रोफाइल पिक्चर यो लास्टमा यसरी क्लिक गर्नु होला। जस्तो कि अब यो भइसकेपछि अब यहाँ नेम के राख्न चाहनुहुन्छ। अब तपाईहरुको अब जस्तो कि फन्नीको बारेमा अथवा टिप्स एन्ड ट्रिकको बारेमा छ भने त्यही अनुसारले राख्नु होला। अब मेरो चाहिँ एउटा फन्नी छ भने अब फन्नी एएसएच है, फन्नी आशिष हैन, एएसएचआईएसएच फन्नी आशिष मैले चाहिँ यो राखे। अब यो गरेर सेभ गर्नु होला हैन। अब सेभ गरिसकेपछि फन्नी आशिष अब यहाँ तपाईको त्यही अनुसारले डिस्क्रिप्सन पनि ह्यान्डल पनि त्यही अनुसारले आउँछ। अब यसलाई क्रिएट च्यानल गरेर यहाँ जुन अप्सन छ नि यहाँ गर्नुहोस्। केही छैन कि साथीहरु, अनि क्रिएट द च्यानलमा गर्नुहोस् हैन। अब क्रिएट द च्यानलमा गरिसकेपछि अब म तपाईहरुलाई भिडियो हाल्न धरि पनि सिकाउने छु। यहाँ ध्यान दिएर हेर्नुहोस्। अब यो क्रिएट भइसक्यो कि च्यानल फन्नी आशिष। अब जस्तो कि अब यहाँ हेर्नुहोस् मेरै भिडियो आइरहेको छ हैन। म मेरो अरु मोदीजी राम राम। त्यही भएर म चाहिँ अब सिकाउँछु पनि किनले हैन। यहाँ गएर एउटा भिडियो चुज गरेर अब जस्तो कि एउटा फन्नी भिडियो चुज गरेर तपाईहरुले हाल्न सक्नुहुन्छ। अब जस्तो कि एउटा फन्नी भिडियो यो छ हैन मेरोमा चाहिँ। अब यो मैले चाहिँ हाल्दिए। अब यसलाई नेक्स्ट गर्दिए हैन। यहाँ डनमा जाने। अब म सबै सिकाउँछु तपाईहरुलाई कसरी हाल्ने भनेर हैन। अब तपाईहरुले यसो गर्दिने हैन। यहाँ वेट फर इन लेख्नु डब्ल्युएटी वेट फर इन्ट लेखेँ मैले हैन। यसरी अब यहाँ यसरी हाल्दिए हैन। अब यहाँ देख्नु पनि यो एरो जुन एरो तपाईहरुले कि यहाँ राख्नु पर्यो वेट फर इन्ट यहाँनेरि हैन यतातिर। अब मैले यहाँ खर्च भएर यहाँ चर्चा भएको छ म पैसा उडाउँदै मेरो यस्तै बनाउँदा हुन्छ यो खर्च भएर यहाँ चर्चा भएको नेक्स्टमा जानु होला हैन। नेक्स्टमा गइसकेपछि अब यहाँ थम्बनेल एउटा राख्नु होला राम्रो, अब एट्र्याक्टिभ। जस्तो कि मैले यो राख्दिए हैन आत्ति रहेको ये क्या हुआ, ये क्या हुआ। अब यति गरेपछि अब यहाँनेरि भनेको ह्याशट्याग दिनुपर्ने हुन्छ कि। अब तपाईहरु हेर्दै जानु होला। यहाँ अब ह्याशट्याग हैन मैले एउटा सर्ट्स हाल्दिए अनि अर्को ह्याशट्याग युट्युब सर्ट्स हाल्दिउँ युट्युब सर्ट्स हैन। अनि अर्को चाहिँ ह्याशट्याग भाइरल सर्ट हाल्दिउँ है भाइरल सर्ट्स। अब यति धेरै पनि हाल्नु हुँदैन कि। अनि अब जस्तो कि यहाँ जानु भयो। अब सेलेक्ट अडियन्समा नो, अब तपाईको केटाकेटीको लागि होइन। अनि अब सो मोरमा जाने। सो मोरमा गएर अब यहाँ यो जुन टाइटल छ यसलाई सिलेक्ट अल गरेर कपी गरेर एड द डिस्क्रिप्सनमा यहाँ हाल्दिनु होला। अब तपाईहरुको नयाँ च्यानल हो, यहाँ रिलेटेड भिडियोहरु अहिले पर्दैन। अब जस्तो कि यहाँ एट्रिब्युट्समा गएर यो अल्टरेट कन्टेन्टलाई नो गर्नु होला। अनि यहाँ एड ट्याग्समा गएर त्यो जुन अघि आफूले कपी गरिएको छ नि त्यसलाई पनि पेस्ट गरिदिनु होला। यति गरिसकेपछि तपाईहरुले अरु केही गर्नु पर्दैन कि अपलोड सर्ट्स गर्दा हुन्छ। अब यो पब्लिक गरेर अपलोड सर्ट्स गर्नुभयो भने नि हुन्छ। जस्तो कि अब यो अनलिस्टेड गरेर वाइट स्टुडियोमा गएर हाल्दा नि हुन्छ। त्यसको बारेमा म चाहनुहुन्छ भने अर्को भिडियो बनाउँछु। अहिलेको लागि चाहिँ तपाईहरुको लागि मैले यो सिकाएको मात्रै हो एउटा हैन। मैले जस्तो अपलोड सर्ट गर्दिए
हैन। अब यो अपलोड हुँदैछ यो भिडियो, अब तपाईहरुले यहाँ गएर हेर्न सक्नुहुन्छ। यी अपलोडिङ वान भिडियो, अब यो भिडियो अपलोड हुँदैछ। तपाईहरुले बुझिहाल्नुभयो होला मैले खासमा यो तपाईहरुको लागि चाहिँ यो च्यानल कसरी बनाउने हैन, कसरी भिडियो अपलोड गर्ने भनेर दुईटा चीज सिकाइदिएको छु कि यो भिडियो। ल साथीहरु, अब भिडियो मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गर्नु होला। म तपाईहरुको लागि अर्को भिडियो लिएर आउने नै छु। अब तपाईहरुले कमेन्टमा के भन्नुहुन्छ है, त्यो अनुसारले म तपाईहरुलाई अर्को भिडियो लिएर आउने छु है। आजको लागि यति नै। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला।